बेन्चोकमा चाहिँ अहिले बाटो निर्माणको काम भइरहेको छ। बाटो ढलान गरिने काम भइरहेको छ यहाँ अहिले। बाइकहरू यहाँ भन्दा उता जान सक्दैन। त आज चाहिँ म हाटडाँडा यात्राको क्रममा रहेको छु। हाट बजार लाग्ने ठाउँ हाटडाँडामा रहेको छ। यो चाहिँ म पुलिस थाना छेउबाट अब यही बाटोबाट जान लागिरहेको छु। यो बाटो जाँदा चाहिँ हाटडाँडा पुगिन्छ। म चाहिँ यो बाटोबाट आएको र जानुपर्ने चाहिँ यता रहेको छ। यो अदालत, जिल्ला अदालत। केसाल तर असल काम पनि छैन त। पहिले झुलो चकमाको लागि हो। यहाँ चाहिँ खुकुरी बिक्रीमा ल्याउनु भएको रहेछ हाम्रो दाजुले। कहाँबाट ल्याउनु भएको दाइ? यो चाहिँ के हो? यो खुर्मी। यसमा त धार हुँदो रहेछ है। हजुरबा खसी बिक्रीमा हो? खसी कि बोका हो? खसी हो। कहाँबाट ल्याउनु भएको यो? खाल्लेबाट। यसको दाम कति छ? 19,000। यो कुन जातको हो? ए दाजु कपडा बेच्दै हुनुहुन्छ? यहाँ त शनिबार र बुधबार मात्रै हुन्छ होइन खुल्ला? म यसमै लान्छु। हातमै लानु पर्यो। त्यो ब्यागमा धुन नै गाह्रो हुन्छ। अनि यहाँ हाटडाँडाकै छेउमा हाम्रो गाउँकै ठुली मम्मीले चाहिँ मिठो चिया बनाएर दिने गर्नुभएको छ। ठुली मम्मी कफी बनाउँदै हुनुहुन्छ? अनि बनाएको बनाए नि। तपाईँ पनि खानुहुन्छ कि? दिनु न खाउँ। एक कप खान्छ है आज। हुन्छ। मेरो छोरो आएको बल्ल बल्ल। दाइहरू चाहिँ यहाँ यसो चिया कफी खाँदै हुनुहुन्छ। त्यो खानुहोस् त तपाईँलाई पनि यो। ल म चाहिँ अहिले अब हाटडाँडा बजारभित्र प्रवेश गरिसकेको छु। व्यापारको काम जारी रहेको छ। यो साग कसरी दिनुभएको दाजु? कहाँबाट ल्याउनु भएको यो? एकदम बडो बडो छ। यो कहाँबाट लिएर आउनु भएको ठुलो भाइ हो? यो दिक्तेल बारी तल पुराना गाउँबाट ल्याएको। हजुर। यसको दाम कसरी छ यो? यो चाहिँ 80 रुपियाँको 1 किलो। हजुर 80 रुपियाँको 1 किलो। हजुर हुन्छ ठुलो बा, हुन्छ। धन्यवाद। दाजु के लिन आउनु भएको?
यो चाहिँ सब्जी तरकारी हो ल दाजु ल राम 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 कत्रो मुला रह भाइ यो कसरी हो बिक्री भइसकेको हो कसरी दिएको 50 ले हो ल भाइ यो जरे करेला हो कसरी दिनुभएको यो कहाँबाट ल्याउनु भएको लफेङबाट सर के लिन आउनु भएको यो के हो यो भन्दिनु दिनु यो मेथीको साग हो यो बल्लो यो भ्यान्टा हो हजुर भुसी पानी चाहिँ मकै अब बोके त यो चाहिँ लोकल कुखुराको अन्डा ए म यो जोखरा ढक खोज्न जानुभएको चाहियो ठुलो मुठा साग 20 रुपैयाँ मुठाले हो 10 छ तपाईसित 10 छ छैन यसो अहिले 10 रुपैयाँ उता दिउँला म यो के हो यो घिउ लिएर आउनु भएको कसरी दिनु भइरहेछ कुरुवाको कसरी यो चाहिँ अमिलो हो के को अमिलो हो यो भोक्सेर नि बुवाको यो चाहिँ गाउँको लोकल भाले छडी पलाको त रहन्छ अलिक कलिलो रहेछ है कति रुपियाँको हो यो 900 रुपियाँ किलो बेसार कसरी दिनुभएको बेसार तपाईँको हो यो गाउँकै बेसार हो ए कहाँ फालेको यो बेसार यो कहाँ फालेको ए यो किबी कहाँबाट ल्याउनु भएको
टमाटर कसरी नमस्कार कसरी टमाटर तपाईँलाई 200 अलिक खर्बो यो सिजनमा पनि मकै भएको यो तरकारी तपाईँकै हो है तल गाउँमा उत्पादन गर्नुभएको तोरीको साग ए हुन्छ म्याडम दाजु यो काँचो पात कहाँबाट लिएर आउनु भएको हलेसीबाट हो यो कसरी दिनुभएको एक मुठा 600 रुपियाँ सुर्ती अनि यो चाहिँ कसरी सेवन गर्ने 5 मा बेरेर खान्छन् बुढाबुढीले हाम्रो हजुरबाहरूले खानुहुन्छ दाजु यो कहाँबाट ल्याउनु भएको सुर्ती हलेसीबाट दुईजना सँगै आउनु भएको हो ए ल्याउन चाहिँ सँगै आउनु भएको कसरी दिनुभएको तपाईँले चाहिँ मुठा हेरी हुन्छ हजुर अनि यो चाहिँ के गरी उम्रिन्छ कि के गर्नुपर्छ यसको सुर्तीबारी छैन नि देखेको हाम्रोतिर हुँदैन ठाउँतिर हुन्छ घुर्मी कटारी जयराम कोसीगढतिरमा त्यो कुन सिजनमा हुने गर्छ हजुर मुङसिरमा यसको बेला हुन्छ दिदी यो ब्रोकाउली कसको हो कसरी दिनुभएको यो केजीको कसरी छ त्यसै गर्ने हो
दिदी यो अदुवा कसरी दिनुभएको अदुवा अदुवा 70 70 किलो गाउँमै फलेको है जम्मै हेर न कस्तो राम्रो छ के छ दाजु तपाईँको के लिएर आउनु भएको के किन्न आउनु भएको कि ए यसो तरकारीहरू